यस्तो खाली पेटमा कोदालो खनेर हिँडेर हुन्छ एकछिन बसेर म आइहाल्छ त एकछिन पर्खेर तिम्रो के जान्छ कति यसो भनेर हुन्छ दाइ अस्ति म इन्कोमा पर्व लाउन जाँदा कति काम गरेको थिएँ आज मेरो पर्व तिर्ने बेलामा चाहिँ ढिलो आएर हुन्छ अस्ति हामी दुईजना मिलेर यति बेरसम्म 15वटा टिकटक बनाइसकेका थियौँ आज यति बेर भइसक्यो एउटा पनि टिकटक बनाउनु पाएको छैन खनेर मात्र हुन्छ दाइले बोल्नु पर्यो नि सानै छ खेत सानै छ बारी सानै छ जान नगरी काममा पुग्दैन खाना साँझ र बिहान भन्नु पर्यो नि ए रोनाल्डो भनेपछि यो टिकटक खिच्ने पर्व भयो यहाँ ढेँडो ल्याएछु ढेँडो खिच अनि टिकटक कति खिच्नुपर्छ नि खिच घर कसरी चलिरहेको छ खाने के हो कसो के ठेगान छैन टिकटक बनाउने बिचमा फिरेर ल ल ल सुरु गरौँ ल सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान अनुहार नपरे हुनु तिमीले मेरो छोरीलाई बाटोतिर कता देख्यौ ए तपाईँको छोरी त मेरो बुढीलाई बोलाएर टिकटक खिचाउँदै छ त गोरुलाई घाँस खिचाउनु पठाएको त टिकटक खिचाउनु पठाएको त पो भएछ त होइन आजकल यो के भएको हाम्रो देश त कृषि प्रधान देश भन्थ्यो त भएको जति सबै टिकटक बनाउने हाम्रो देशलाई त टिकटक प्रधान देशमा बनाएर छोड्ने भयो त यो रोनाल्डोले हो यो टिकटकले त गर्नु गरेछ अप्ठ्यारो ठाउँमा बसेर लाइभ गरेछ कोही रुखबाट चिप्लेर झरेछ कोही पुलबाट खसेर मरेछ के भन्नु यो टिकटक बनाउनेले त देश निकाला गर्नुपर्छ अनि मात्रै ठिक हुन्छ 110% सही हो यो कुरा चाहिँ ल दाइ गोरु खोलिदिनु 12 बजी भन्दा उता जोतिएन नि अनुहार नपरे पैसासम्म 700 ल्याछ ल ल ओए अनुहार नपरे रोटी लिएर जा भने धन्न यो गाउँमा भुत्ले सङ्कट छ र गोरु लगेर खेतीपातीको काम गरेर कृषिको इज्जत राखेको छ नत्र सबै टिकटकै बुङ्गा यही टिकटकमा कुरा काट्ने सुहानी साट्ने छाडा बोल्ने कट्टु खोल्ने यो टिकटकले गर्दा त मेरो बुढी पनि अर्कैले लान्छ जस्तो भइसक्यो